नैना गुरुङ भनेको त क्याट पो रहेछ। गाइस वेलकम टु माइ मिनी भ्लग। अहिले चाहिँ बाहिर चाहिँ एकदम गर्मी भइरहेको रहेको छ, तर यता चाहिँ मेरो फ्यानहरू चारैतिर फ्यान चाहिँ हेर्नु होला साथीहरू। मलाई सन्चो छैन भनेको सबैले हेर्नु होला, फ्यान छ चारैतिर फ्यान छ। के गर्ने, यस्तो महारानी जस्तो फिल भइरह है। तपाईँहरूलाई कस्तो फिल भइरह भन्नु त? यस्तो महारानी जस्तो हुनुपर्छ नि। यस्तो शीतल गर्मी पनि यस्तो शीतल बन भाग्यमा नि हेर्नु साथी हो। ओके ल पाउँछ भोलिपल्ट किलो भइसक्यो मैले पाउँछ यस्तै नि फ्यानहरू मेरो हेर्नु साथीहरू। मेरो फ्यानको क्रेज यस्तो धेरै छ कि मेरो म प्रतिको क्रेज। ल यति नै भन्न आएको ल। अहिले सबैजना बाई बाई भनौँ ल। बाई बाई ल। कन्टिन्यू नैना गुरुङ भनेको त क्याट पो रहेछ। के हो यस्तो साथीहरू? यो चाहिँ मेरो मिनी क्याट हो। मिनी क्याट सानो बिरालो, दाँत पनि छ। गर्नु त दाँत पनि खतरा रहेछ। यही ढाडे बिरालो यिनीहरू चाहिँ। हेलो मिनी क्याट, म्याउ भन्नु त। म्याउ बिरालो यतातिर आऊ भनेर मेरो नाना काटिदिने। मुसा चाहिँ गयो त सुसान। मुसा चाहिँ यता छ। क्याट हो क्याट। म्याउ गर्नु अहिले चाहिँ हामी यहाँ छौँ। हातमा लागेको पनि अस्ति लडेको नि त। अनि त्यही भएर अब त भ्लगिङ गर। के भन्ने होला भन। हजुर कहाँ खेल्ने पढ्ने हो ल। किमसँगले अब टुवेलको टेबल भन्छ ल। हेलो भन्ने नि त। यता हेलो हेर्नु होला। यस्तो ज्ञानी स्टुडेन्टहरू सबैजना हाई गर्नु ल। कति ज्ञानी हो। यो चाहिँ लास्ट पिरियड हो है। अहिले चाहिँ हामी के पढ्दैछौँ भन्नु त? यहाँ चाहिँ मल्टिप्लाई गर्दैछौँ हामी ल। ओके ठिक छ।